7 मिनेट 3 सेकेन्ड लगाएर साउले एउटा काम गर्यो। हामी बसिरहेका थियौँ, बोलाएर अंशभण्डा गरिदियो क्या। अंशभण्डा गरिदियो। तिमीहरू पनि हाम्रो कम्पनीकै एउटा सदस्य हो, हाम्रै परिवारको सदस्य जस्तै हौ। त्यही भएर यो तल्लो भागमा चाहिँ म लगाउँछु केही, यो तल्लो भागमा चाहिँ म केही लगाउँछु। माथिल्लो यो जुन भाग छ, माथिल्लो भागमा चाहिँ तिमीहरू लगाऊ, तिमीहरूको भागमा चाहिँ माथिपट्टिको पर्यो, म चाहिँ तल्लो भागमा केही लगाउँछु भनेर साउले यो तल्लो भाग आफूले लिएर माथिल्लो भाग हाम्रो भागमा पारिदिएको छ। अब यो रुखहरू काट्नुपर्ने, लगाउनु पर्ने हामीलाई ठ्याक्कै थाहा छैन गर्ने के है, के लगाउने हो भनेर। त्यो थाहा हुने साथीहरूले भनिदिनु होला। अनि हाम्रो खिजाङ निमलाई सोधेको, खिजाङ निमले चाहिँ खोचु लगा भन्छ। अब यिनीहरूको पो जहाँ पनि खोचु लगाउँछन्, खोचुको खुर्सानीको मुन्टा पनि खान्छन्, मुन्टाको त्यो तरकारी साग पनि खान्छन्। अनि जहाँ पनि खोचु चाहिन्छ। हाम्रोलाई त त्यति खोचुको आवश्यक पर्दैन हैन। त्यही भएर लाउने के हो भन्ने कुरो थाहा छैन। थाहा हुने साथीहरूले चाहिँ जानकारी दिनु होला, के लाउँदा ठिक होला। अब यो तल्लो भागमा चाहिँ आफूले खोइ के पो लगाइसकेको रहेछ।